बनाउनु पर्छ भनेर यहाँ धेरैले चाहिँ एकदम अनुरोध पनि गर्नु भएको छ र त्यो विजय र्याली चाहिँ मनाइँदैन भनेर मैले हिजो राति नै पोस्ट पनि गरेको छु, बिहान पनि पोस्ट गरेको छु। र्याली बनाउन चाहनेहरूले अब दुःख नमान्नु होला, किनभने र्याली बनाउनुको लागि गाउँबाट यहाँ बेनीमा आएर र्याली बनाउनुको लागि दुईवटा चिज खर्च हुन्छ। एउटा समयको खर्च हुन्छ, समय भनेको एकदमै बहुमूल्य चिज हो। त्यो समय चाहिँ र्याली मनाउन चाहनेहरूले गाउँमा नै प्रयोग गर्नु होला, समय राम्रो काममा सदुपयोग गर्नु होला र पैसा पनि खर्च हुन्छ। अब यहाँ र्यालीमा आउनु पर्यो होइन, र्याली बनाउनु पर्यो, उम्रिनु पर्यो, अनि अलि मिठो पनि खानु पर्यो, पैसा पनि खर्च हुन्छ। त्यो र्यालीमा खर्च गर्ने पैसा बरु कुनै राम्रो काममा लगाउनु होला भन्ने चाहिँ मेरो अनुरोध छ।